गाइज पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है। रुको जरा सबर करो। ठिक्क परेछ खुब चोकमा बसेर जाने भन्दै थियो नि। सिमेन्टले प्लास्टर नै गर्दै भए यस्तो दुःख गर्न त पर्दैन थियो होला कि। अहिले ताला लाएर के गर्छ 1 दर्जन केरा खाइसकेपछि। म चाहिँ लागे यो तालचाको डुप्लिकेट चाबी बनाउन। जाने हो भन्नेवाला गर्लफ्रेन्ड हो कि क्या हो। मोबाइलबाटै लम हान्ने प्रविधि ल्याउन पर्यो सरकार। भोटे तालचा अर्कैले लगाइसकेपछि ताला चाबी लाएर काम छैन भाइ। चाबी त लगाइदियो अब पिसाब नआउने औषधि पनि खुवाइदियो। यस्तै भिडियो हेर्नलाई फन्नी कमेन्ट रिडरलाई फलो गर्नुहोस्।